आदरणीय दर्शकवृन्द नमस्कार। धोक्रे टिभीको साप्ताहिक राशिफलमा यहाँहरूलाई स्वागत छ। म पण्डित धोक्रानन्द शर्मा। यहाँहरूलाई ढिला नगरी आजको राशिफल फटाफट सुनाउन लागिरहेको छु। मेष राशि हुनेहरूका लागि यो हप्ता सुखदायी छ। बाटोमा पैसा भेटिने सम्भावना छ, निहुरिएर हिँड्नुहोला। श्रीमतीले डाडुको झटारो हान्दा तर्किन सफल हुनुहुनेछ। बाटोमा एक्सलाई भेट्दा मन आनन्दित हुनेछ। दारू खाएर घर जाँदा मुखमा सुकुमेल हालेर जानुहोला। वृष राशि हुनेहरूका लागि यो हप्ता मध्यम छ। मोमो खाँदा झोल पोखिएर पानी बिग्रन सक्छ। भाँडा माझ्न र भात पकाउन श्रीमतीले सघाउने छिन्। महिलाहरूको लागि श्रीमान फकाउन सक्यो भने 2-4 पैसा झर्ने सम्भावना छ। मिथुन राशि भएका कृषकहरूको गाई भैँसीको थुनबाट खासै दुध नझर्ने सम्भावना छ। खोले पानी अलि राम्रो खुवाउनुहोला। सोचेका काम पुरा हुने देखिए पनि तपाईँले सोच्नु नै नहुने भएकोले काम पुरा नहुने देखिन्छ। आर्थिक रूपमा कमजोर भए पनि एक पेट खानलाई समस्या हुने छैन। कर्कट राशि भएकाहरूको यो हप्ता पेट कटक्क काट्नेछ। शौचालयमा धाइरहनु पर्ने देखिन्छ। पानीपुरी र चटपटेबाट जोगिनु हुन अनुरोध छ। हप्ताको अन्त्यतिर लामखुट्टेले अत्यधिक दुःख दिने सम्भावना देखिन्छ। सिंह राशि भएकालाई यो हप्ता गुड्खा सर्किने सम्भावना छ। हाच्छिउँ गर्दा लगाएको दाँत उछिट्टिने सम्भावना पनि देखिन्छ। विचार पुर्याउनुहोला। कतै यात्रामा जानु पूर्व घरमै दिशा पिसाब गरेर जानुहोला। बाटोमा सुरुवाल बिग्रिन सक्ने सम्भावना प्रबल देखिन्छ। यो हप्ता दिएको ऋण उठाउन नगएकै उत्तम हुन्छ। उल्टै ऋणीले पैसा माग्ने सम्भावना देखिन्छ। कन्या राशि भएकाहरूले यो हप्ता कन्यातिर नजर नलगाउनु नै उत्तम हुनेछ। यदि त्यसो गर्नुभयो भने बुढीको डाडु पुनेको झटारो आउनेछ। प्रेमी प्रेमिका भेट हुँदा आई लभ यू भन्न नछुटाउनुहोला। त्यसकै विषयमा झगडा भएर प्रेम सम्बन्ध टुट्ने सम्भावना छ। घरमा श्रीमतीले गाली गर्दा चुपचाप रहनुहोला। हुन त यस अगाडि पनि तपाईँले के नै पो लछार्नु भएको थियो र। तुला राशि हुनेलाई मकैका फुला खाने सम्भावना देखिएको छ। वैदेशिक रोजगारीतिर नजर नलगाउनुहोला। इरानले बम पड्काइरहेको छ। विदेशमा हुनुहुने महानुभावहरूले घरमा फोन गर्नुहोला। गाउँमा ढाडे बिरालो पसेको छ। आर्थिक अवस्था खस्कनाले लोकलमै चित्त बुझाउनु पर्ने अवस्था छ। वृश्चिक राशि हुनेहरूका लागि यो हप्ता अलिक सावधानी अपनाउनुहोला। टोयलेट जाँदा चिप्लिएर डब्लु थेचारिने सम्भावना छ। सुरुवालको इजार चुडिने तथा केटाकेटी खेल्दै गर्दा उछिट्टिएर आफ्नै टाउकामा टुटुर्को उठ्ने सम्भावना छ। हाँस्दाखेरि विशेष ध्यान पुर्याउनुहोला। तपाईँको श्वास गनाएर अगाडिको मान्छे बेहोस भएर ढल्न सक्छ। तपाईँको पढाइ लेखाइमा यो हप्ता खासै प्रगति हुने छैन, किनकि तपाईँ फेसबुक मोनिटाइजेसनतिर लाग्नु भएको छ। धनु राशि भएका व्यक्तिहरूको भाग्य चम्किनेछ। मन्त्री हुने सम्भावना छ। दौरा सिरियल सिलाएर राख्नुहोला। घर झगडामा अगाडि नसरेकै राम्रो देखिन्छ। बजारबाट राम्रो तरकारी किनेर ल्याएकोमा श्रीमतीबाट स्याबासी पाउने सम्भावना छ। महिलाहरूका लागि यो हप्ता सुनको भाउ घटेको सुनेर आत्मा शान्त हुने सम्भावना देखिन्छ। मकर राशि हुनेहरूका लागि यो हप्ता पीडादायी छ। श्रीमतीको कर्करले कानमा समस्या आउन सक्छ। श्रीमतीले तपाईँको मोबाइलको पासवर्ड पत्ता लगाउने छिन्। श्रीमतीको प्रश्नको सही जवाफ दिनुहोला वा आजै यक्स र फ्युचरको दुवै नम्बर डिलिट गर्नुहोला। कुम्भ राशिको यो हप्ता धुम्म परेर बित्नेछ। खल्तीमा भएको पैसा दारूमा सकिएपछि घर निकाला हुने सम्भावना देखिन्छ। साथीभाइसँग जोगिनुहोला। महिलाको लागि बेसारको भाँडो चिप्लिएर पोखिनेछ। टिकटक बनाउँदा चिप्लिएर गोली गाँठो बटारिने सम्भावना देखिएको छ। मीन राशि भएकाहरूलाई श्रीमतीले घुम्न हिँड भनेर हैरान बनाउने छिन्। मनको फुर्ती र गोजीको सुर्ती हराउने सम्भावना देखिन्छ। महिलाहरूका लागि
झरी परेर मेकअप पखालिन सक्छ, छाता लिएर बाहिर निस्कनुहोला। श्रीमानलाई फकाउनुभन्दा झम्टिनु उत्तम देखिन्छ। हवस् त, अर्को हप्ता फेरि यहाँहरूको साप्ताहिक बासीफल लिएर उपस्थित हुनेछु। तबसम्मका लागि धोक्रे टिभीको साप्ताहिक राशिफलबाट बिदा दिनुहोस्। यहाँहरूको सप्ताह जस्तो सुकै बितोस्, मलाई के मतलब। नमस्कार।